ल आज ब्रोकरहरूको दुनियाँमा अलिकति गहिरिएर हेरौँ है त। खास गरी ती एबुक ब्रोकरहरूको कुरा गरौँ जो आफ्नै ग्राहकको विरुद्धमा बाजी लगाउँदैनन्। अब यहाँ एउटा एकदमै रोचक प्रश्न उठ्छ, यदि उनीहरूले त्यसो गर्दैनन् भने पैसा चाहिँ कसरी कमाउँछन् त? आउनुहोस् आज यही रहस्यको पर्दाफास गरौँ। एकछिन सोच्नुहोस् त, एउटा ब्रोकरले एउटा ट्रेड गरायो, तर त्यो ट्रेडबाट उसलाई सिधै मतलब डाइरेक्ट एक पैसा पनि नाफा भएन। कस्तो अनौठो सुनिन्छ हैन? व्यापार जस्तो देखिएन, तर हाम्रो खोजीको सुरुवात नै यहीँबाट हुन्छ। हो, यो नै हो सबैभन्दा ठूलो प्रश्न। यदि हरेक ट्रेडबाट नाफा नै आउँदैन भने यो कसरी एउटा बिजनेस चल्न सक्छ र? र यही प्रश्नको जवाफले नै एबुक ब्रोकरको पुरै बिजनेस मोडललाई छर्लङ्ग पारिदिन्छ। र जवाफ साँच्चै भन्नुपर्दा अलि अचम्मको छ, किनभने एबुक ब्रोकरको पहिलो लक्ष्य नाफा कमाउनु हुँदै होइन। उनीहरूको पहिलो प्राथमिकता हो रिस्क ट्रान्सफर, अर्थात् जोखिमलाई सार्ने काम। नाफाको बारेमा सोच्नुभन्दा पहिले उनीहरूले के गर्छन् भने बजारको पुरै जोखिम आफूबाट हटाएर आफ्नो लिक्विडिटी प्रदायक मतलब ठूलो फाइनेन्शियल इन्स्टिट्युसनको कानमा हालिदिन्छन्। ल अब जोखिमको भारी त हट्यो, त्यसपछि बल्ल पैसा कमाउने बाटो खुल्छ। त्यसो भए उनीहरूको आम्दानीको सोर्स चाहिँ के हो त? अब हाम्रो ध्यान त्यतैतिर जाउँ। सामान्यतया एबुक ब्रोकरले पैसा कमाउने दुईटा मुख्य तरिका हुन्छन्। एउटा हो हरेक ट्रेडमा छुट्टै कमिसन चार्ज गर्ने, र अर्को जुन सबैभन्दा कमन पनि छ त्यो हो स्प्रेड मार्कअप लागू गर्ने। आजको हाम्रो छलफल यही दोस्रो तरिका यानि स्प्रेड मार्कअपमा केन्द्रित हुनेछ। अब यो स्प्रेड मार्कअपको आइडिया बुझ्नको लागि हामीले एउटा कुरा बुझ्नुपर्छ, ट्रेडिङको खुद्रा मूल्य। हो, ठिक सुन्नुभयो, खुद्रा मूल्य। यो नै एबुक बिजनेस मोडलको मुटु हो भन्दा पनि हुन्छ। त्यसो भए स्प्रेड मार्कअप भनेको आखिर के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको ब्रोकरले आफ्नो लिक्विडिटी प्रदायकबाट जुन प्राइस पाउँछ र उसले आफ्ना ग्राहकहरूलाई जुन प्राइस दिन्छ त्यो बीचको सानो फरक हो। हेर्दा सानो देखिन्छ, तर यो एकदमै महत्त्वपूर्ण छ। यसलाई बुझ्ने सबैभन्दा सजिलो तरिका थाहा छ? हाम्रो छेउको किराना पसललाई सम्झिनुहोस्। पसलले फ्याक्ट्रीबाट चामलको बोरा होलसेल मूल्यमा किन्छ, होइन त? अनि हामीलाई त्यसमा थोरै नाफा जोडेर रिटेल मूल्यमा बेच्छ। ब्रोकरले पनि ठ्याक्क त्यही गर्छ। फरक यति हो कि उसले चामल होइन, लिक्विडिटी अर्थात् पैसाको तरलताको व्यापार गर्छ। त्यसैले एबुक ब्रोकरलाई लिक्विडिटी रिटेलर भन्दा पनि फरक पर्दैन। उनीहरूको काम के हो भने ठूला ब्याङ्कहरूबाट थोक मूल्यमा लिक्विडिटी किन्ने र हामी जस्ता रिटेल ट्रेडरहरूलाई त्यसमा थोरै मूल्य बढाएर यानि मार्कअप लगाएर बेच्ने। ल, थ्योरी त बुझियो, तर प्र्याक्टिसमा यो कसरी काम गर्छ त? हेरौँ न। आउनुहोस् दुईवटा रियल सिनारियो गरौँ। एउटामा ट्रेडरले जित्छ र अर्कोमा हार्छ, अनि हेरौँ ब्रोकरको नाफामा केही फरक पर्छ कि पर्दैन। पहिलो सिनारियो, एल्सा भन्ने एक ट्रेडरले EUR/USD मा बाई ट्रेड लिन्छन्। भाग्यले साथ दिन्छ र बजार उनको पक्षमा यानि माथि जान्छ। स्पष्ट छ उनले नाफा कमाउँछिन्। अब यहाँ हिसाबलाई अलि बिस्तारै हेरौँ है। एल्साले आफ्नो ट्रेडमा 98 पिप्सको नाफा कमाइन्। उनको लागि त यो ग्रेट न्युज भयो। तर ब्रोकरको के भयो त? ब्रोकरले एल्साको ट्रेडलाई लिक्विडिटी प्रोभाइडरसँग हेज गरेको थियो र त्यो मार्कअपको कारणले ब्रोकरको आफ्नै ट्रेडले चाहिँ 100 पिप्सको नाफा कमायो। अब हेर्नुहोस् है मजा, ब्रोकरले एल्सालाई 98 पिप्स दिनुपर्छ, उसको खातामा 100 पिप्स आयो, उसले 98 पिप्स दियो, बाँकी कति रह्यो त? ठ्याक्कै 2 पिप्स, र यो नाफा ब्रोकरको हो। र त्यो सानो देखिने 2 पिप्सको नाफा यो उदाहरणमा $600 बराबर हुन्छ। र याद राख्नुहोस् है, यो तब भयो जब ट्रेडरले जित्यो। ल अब दोस्रो सिनारियो हेरौँ। यसपटक बजार एल्साको विपक्षमा जान्छ। उनले घाटामा आफ्नो ट्रेड बन्द गर्नुपर्छ। फेरि हिसाबलाई बिस्तारै हेरौँ। यहाँ एल्साले 302 पिप्सको घाटा खान्छन्। यसको मतलब के भयो भने ब्रोकरले एल्साबाट 302 पिप्स कमायो, तर उसको जुन हेज ट्रेड थियो नि लिक्विडिटी प्रोभाइडरसँग, त्यसमा चाहिँ 300 पिप्सको घाटा भयो। त्यसो भए नेट रिजल्ट के भयो त? 302 पिप्स आयो, 300 पिप्स गयो। फेरि पनि ब्रोकरको लागि ठ्याक्कै उही 2 पिप्सको नाफा। र त्यो नाफाको रकम कति हो? फेरि पनि ठ्याक्कै $600 हो। यो नै हो यो मोडलको सबैभन्दा शक्तिशाली कुरा। ट्रेडरले जितोस् या हारोस्, ब्रोकरको आम्दानी त्यो सानो मार्कअपको कारणले सधैँ स्टेबल रहन्छ।
यो कोडले सबै कुरालाई एकदम राम्रोसँग सारांशमा बताउँछ। ब्रोकरको आम्दानी पूर्ण रूपमा मूल्य मार्कअपबाट आउँछ। ग्राहकले जिते पनि वा हारे पनि उनीहरूले उही रकम कमाउँछन्। यसको मतलब के हो भने ब्रोकर र ट्रेडरको बीचमा स्वार्थ बाज्ने कुनै ठाउँ नै रहेन। तर एकछिन है, एउटा ट्रेडमा यति सानो नाफाले कसरी यत्रो ठूलो बिजनेस चल्छ त? यसको जवाफ एउटै शब्दमा छ, भोल्युम, अर्थात् कारोबारको एकदमै ठूलो मात्रा। यो तालिकालाई एकचोटि हेरौँ न ब्रो। ब्रोकरको कस्ट भनेको र स्प्रेड र फी हो, यानि उनीहरूले तिर्ने होलसेल प्राइस, र उनीहरूको इन्कम भनेको त्यही मार्कअप हो, खुद्रा मूल्यमा थपेको नाफा। तपाईँ देख्न सक्नुहुन्छ प्रति लटमा नाफाको मार्जिन एकदमै पातलो हुन्छ। उदाहरणको लागि एउटा मिनी लट जस्तो सानो ट्रेडमा ब्रोकरले सबै कस्ट कटाएर मुस्किलले $1 जति कमाउला। $1, यो आफैमा त केही पनि होइन। तर अब यो चार्टलाई हेर्नुहोस् त, जब कस्टमरको सङ्ख्या 100बाट 1000 अनि 1000बाट 10,000 पुग्छ, त्यो $1 को नाफा हजारौं लाखौं पटक मल्टिप्लाई हुन्छ, अनि त्यही सानो सानो नाफा जम्मा भएर एउटा ठूलो र प्रफिटेबल बिजनेस बन्छ। यो सबै स्केलको खेल हो। ल, त्यसो भए यो सबै कुरा बुझ्नु किन जरुरी छ त? किनभने यसले ब्रोकर र ट्रेडरको सम्बन्धलाई हेर्ने हाम्रो पुरै दृष्टिकोण नै बदलिदिन्छ। कुराको चुरो के हो भने ब्रोकरको बिजनेस भोल्युममा चल्छ, अनि धेरै भोल्युम कहाँबाट आउँछ? जब ट्रेडरहरूले धेरै र लामो समयसम्म ट्रेड गर्छन्। र मान्छेहरू लामो समयसम्म कहिले ट्रेड गर्छन्? जब उनीहरू सफल हुन्छन्, हैन र? त्यसैले घुमाउरो पाराले हेर्दा यो मोडलमा ब्रोकरको स्वार्थ ट्रेडरको सफलतासँग जोडिएको हुन्छ। अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। त्यसो भए के ए-बुक ब्रोकरले साँच्चै आफ्नो ट्रेडरले जितेको हेर्न चाहन्छ त? यदि उनीहरूको पुरै बिजनेस मोडल नै भोल्युममा टिकेको छ भने जवाफ हामीले सोचेभन्दा धेरै रोचक हुन सक्छ। यसमा एकपटक विचार गर्नुहोला।